हेलो सबजनालाई जय मसी म चाहिँ आस्था तामाङ तपाईहरुलाई न्यू ब्लगमा स्वागत छ। आजको हाम्रो यो ड्रेसअप हो हाम्रो पुरै काम गर्ने अनि तपाईहरुलाई हाम्रो कामहरु अहिले सुनपछि फेरि देखाउने छौं। ल हामी चाहिँ पुरै रेडी हुँदैछौं है कामको लागि पुरै हाम्रो ड्रेसअप चाहिँ यस्तै छ। अब कोरिया पहिलो पटक आएको अब आएको खाना जति भयो कामहरू यस्तै छ। अब अर्का घरमा खोज्नु परेको छ। राम्रो छ कोरिया राम्रो छ तपाईहरु पनि आउनु होला मेहनत गर्नुपर्छ। काम कोरियाको त हाम्रो आजमनी यता ल दिदीले म त बोल्दिन भयो कस्तो लागिरहेछ तपाईलाई कोरियामा? त म्यानमारबाट हुनुहुन्छ नेपालमा राम्रो लागेको छ। म्यानमार नेपाली भाषा यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो कामदारहरू चाहिँ पुरै यहाँनिर लागि परिरहनु भएको छ। दम के अरे के भन्छ पुरै मेहनत गर्दै हुनुहुन्छ। कति बजेदेखि अरे 1 बजे 1 बजेदेखि ओ कोरियाबाट ल कोरियनबाट भनिदिनुहोस् त के भन्दिनु पर्यो हामी के गर्दैछौँ भनेर। के भन्ने र अब उहाँको 2 शब्द यति नै रहेको छ। हाम्रो चाहिँ क्या अरे यो पोलसम्म पुग्नुपर्ने हाम्रो गन्तव्य चाहिँ तासम्म छ। दुई शब्द यहाँनिर चाहिँ हामीले आजले कुलो खन्दैछौँ। यहाँनिर हामी 5 जनाको टोलीले चाहिँ यहाँनिर कुलो खोल्दैछौँ। यहाँनिर एकदम मेहनत साथ खनिरहेका छौँ। फाइटिङ पाइपको लागि चाहिँ हामीले कुलो खन्नको लागि आइरहेको छौँ। यो चाहिँ पछाडिको चाहिँ हाम्रो जग्गा हो। यसमा चाहिँ हामीले घर बनाउन लागिरहेको छौँ। सो तपाईँहरूलाई हामी देखाउनेछौँ।
चाहिँ पानी राख्ने यो कुलो चाहिँ खनिसकेको छौँ अनि हाम्रो भोलि या पर्सि चाहिँ हाम्रो त्यो पानी राख्ने मिटर है मिटर राख्नेछौँ जोड्नेछौँ अनि हाम्रो घरको लागि तयारी हुँदैछ है हाम्रो चाहिँ बिच पानमारा पर्छ ठ्याक्कै बिच पानमारा बिचमै पर्छ अनि अरूहरू चाहिँ गइसक्नु भएछ दाइहरू चाहिँ अनि अब हामी चाहिँ पानमारा चोक डाँडा जाँदैछौँ बाई बाई